सो हेलो नमस्ते वेलकम ब्याक टु द भिडियो। अनि मलाई आफूले नि वेलकम ब्याक भन्न चाहन्छु, किनभने म चाहिँ 1 महिनादेखि 2 महिनादेखि चाहिँ अफ थिएँ। सो मलाई चाहिँ अनि भ्लग बनाउनु चाहिँ मन लागिरहन्थ्यो, तर कन्टेन्ट चाहिँ केही थिएन। सो आज पनि केही छैन, तर त्यही पनि आज चाहिँ बनाएँ। अनि आज चाहिँ हामी मामा घर जाँदैछौँ। अहिले चाहिँ यहाँ सबै हामी रेडी भइसकेका छौँ। यहाँ चाहिँ मम्मी भाइ पनि जाँदैछ। प्राञ्जली तयार थिए या मम्मी। सो अब चाहिँ हामी जान लाग्छौँ। सो गाइस यहाँ चाहिँ बादल हेर्न सक्नुहुन्छ, एकदमै बवाल लागेको छ है। अहिले चाहिँ हामी यहाँ प्रतीक्षालयमा अड्डा छौँ है। चाहिँ सबै यहाँ छ। अब चाहिँ यतादेखि गाडी आउँछ अनि हामी चाहिँ चढेर जान्छौँ लमाई। सो गाइस अहिले चाहिँ हामी यहाँ लमाई आइसकेको छौँ। अहिले चाहिँ हामी यहाँ एउटा पार्कमा जान लाग्छौँ। हामी मामा घरतिर जान लाग्छौँ। अहिले चाहिँ हामी अटोमा छौँ है। गाइस चाहिँ हामी यहाँ मामा घर आइसकेका छौँ है। देख्न सक्नुहुन्छ। सो हेलो गाइज, सो गुड मर्निङ गाइज। अनि आज चाहिँ अर्को दिन मामा घर आएको। अनि अहिले चाहिँ हामी यहाँ डुलिरहेछौँ है रोडमा। खाली खाली हुन्छ रोड चाहिँ। अनि यहाँ चाहिँ हाम्रो मामा घर चाहिँ कुकुर पाल्छ रहेछ। तर यो त त्यो ऊ जस्तै छ क्या, त्यो सौरभ जोशीको त्यो ओरियो जस्तै छ। मम्मीले घुमाइरहेछ यहाँ। सो गाइस चाहिँ मैले यहाँ साइकल चलाउनु रहेछु। भाइहरूको यता पछाडि भाइको साइकल रहेछ। मैले उल्टा हातले पकाउने छु हेर। ल अब चाहिँ चलो भाइ, दौडाइदिउँ त साइकल लगाइदिउँ। ओ भाइ भाइ भाइ, ल ल ल। टुक 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 टुक। अब चाहिँ हामीले यहाँ घुमाउनु पर्ने हुन्छ भाइ। फेरि जाम उता। यस सर, यस सर। साइकल चाहिँ यसको रहेछ। यसले चाहिँ अब स्ट्यान्ड हान्न जाँदैछ है गाइस। ओए ल विली, अब विली जान्छस् कि नै? जतिले पनि अहिलेसम्म हेर्दै हुनुहुन्छ मजाले हेर्नु भए होइन, लाइक सेयर सब्सक्राइब गरिदिनु होला। एउटा सानो कमेन्ट पनि छोडिदिनु होला है, किनभने खुसी लाग्छ एउटा सानो कमेन्टले। ओइ ओइ रोकी ल भाइ। यसले छोडाएन क्या। बाई 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 बाई। सो गाइस चाहिँ हामी यहाँ फर्किन लाग्छौँ, घर जान लाग्छौँ है। बाई बाई रकी। सो अहिले चाहिँ यहाँ अटो पुरै प्याक भइसकेको छ। सो गाइस चाहिँ हामी नास्ता खान आउँछौँ।